हाई गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि धेरै दिनपछि आज फेरि भिडियोमा ब्याक भएको छु बिकज आज म हजुरहरूलाई जापानको सेकेन्ड ह्यान्ड स्टोर भिजिट गराउँदैछु क्या। हजुरहरू जापान आउँदै हुनुहुन्छ नि जो उहाँहरूले सोच्नुहुन्छ होला के कपडाहरू ल्याउने भनेर क्या। बोल्दैछु यिनले के देखाउनु भनेको छ नि ऊ त्यो बिल्डिङमा हाम्रो कपडा देखाएको छ पुरा यस्तो। अनि के भन्दा हजुर जापान आउँदै हुनुहुन्छ नि त फर्स्टमा अनि थाहा हुँदैन नि त के कपडा पाइन्छ जापानमा कतिको सस्तो पर्छ भनेर क्या। अनि म आज हजुरहरूले देखाउँछु क्या के कपडा पाइन्छ जापानमा कतिको सस्तो पर्छ भनेर। सो त्यसैको लागि हामी सेकेन्ड ह्यान्ड स्टोर जाँदैछौँ धेरै दिनपछि भिडियो बनाउँदै। आजसम्म लगातार 5 दिन काम थियो अनि काम सकेर आज भिडियो बनाउन आएको म र यो खनाल चिन्नुहुन्छ होला। यिनी चाहिँ आफ्नै तालमा अगाडि दौडिरहेछन्। त्यो भर्याङ चढेर खोलामा मान्छे पऱ्यो भने चढेर माथि निस्किने। अनि को आउँदै हुनुहुन्छ त फुकुकातिर यस्तो कमेन्ट गर्दै गर्नु होला। मलाई सामान ल्याइदिएर आउनु होला। सामान ल्याइदिएर आउनुलाई काम खुलेको छ त्यस्तै छ मान्छेहरू। के भन्छ फुकुकामा त हाम्रो इन्केस काम नपाएर गाह्रो छ गाइज। तर नि ओसाकातिर टोकियोतिर नि मेरो साथीहरू छन् कि उनीहरूले पुरा इन्केस काम पाइरहेछन्। हामीले मात्रै नपाएको पाछन्। बेङ्केस भन्दा यहाँ त हिङ्केस पाइन्छ अरे। यदि हजुरहरूले हाम्रो भिडियो हेर्नु भएको छ भने यो ठाउँ नि हजुरलाई पुऱ्याउनु लाग्छ होला क्या है। पैसा देऊ यिनीहरू कसैले पैसा देऊ। मलाई कसैले 2 करोड दिने नि म घर जान्थेँ। 2 लाख जान्थेँ। 50 लाख रुपियाँ दिन जान्छु कि 1 करोड। यता पछाडि हो गाइस धन्न म अगाडि त गुडिया भागो यहाँ जिब्राको रहेछ क्या भागे। गाइसमा धेरै दिनपछि ब्याग भएको राम्रो देखाएको छ है। ब्याग भएको ब्याग क्याम क्या युट्युबमा होइन हिजो अस्ति नआएको भने गाइज हस्पिटल। मैले हिजो नुहाउँछु सोचेको थिएँ बिहानै उठेँ बाहिर हेर्छु नि त पानी परेको चिसो। कसले नुहाउँछ है निमोनिया भयो नि मलाई यस्तो जापानमा आएको छु। अब कसले औषधि गर्छ त्यही भएर भयो क्यान्सल। त्यही भएर आज नुहाएको बट आज नि जाडो रहेछ त्यही भएर नुहाएँ अनि एसी अन गरेर बसेँ। हिटर यस्तो केयर गर्छु गाइस अब आफ्नो शरीरको आफ्नो ख्याल आफैले गर्नु पर्यो। आफ्नो ख्याल आफैले गर्नु पर्यो अन्त कसले गरिदिन्छ गाइस। त्यही भएर मैले जाडोमा नुहाउँदिनँ। पार्वतीको कार गयो अरे। आइजी हामी यहाँ आएको सेकेन्ड ह्यान्ड स्टोरमा हामी 2 जना भएर यहाँ चाहिँ आज चाहिँ हामीले कार लिएनौँ क्या। हाम्रो हिँड्दै आएको बिकज यहाँ यस्तो कार पार्किङ छैन नि त खासै। हाम्रो कार यस्तै खालको छ गाइज यहाँ पुरा यस्तो प्याक छ। त्यही भएर देखो गाइज यहाँ नि त्यस्तो महँगो हुँदैन सामान पुरै। प्राइस पनि देखाउँछु ल 900। ए सेल लगाएको रहेछ अहिले यहाँ सेल लेखेको छ है। सेल लगाएको छ सस्तो पाइन्छ यहाँ पुरा लेडिज आइटम छ यतातिर। यस्तो कपडाहरू यो टी सर्टहरू भयो सब छ गाइज। ओ दामी छ नि पुरा 500 को। त्यसरी भन्दैछु कि मैले नेपालबाट आउँदा नि धेरै सामान नलिनु बिकज यहाँ पाइन्छ कि सस्तो जापानको सेकेन्ड ह्यान्ड स्टोरमा। यिनी पुरै यता के खोज्दैछन् गाइज। मेडी खोज्दैछन् यस्तो हेर न। मैले नेपाल लाग्यो मैले राम्रो छ त्यो वाला के हाफवाला छ त यहाँ। यो नि रुम बस्दा लाउँदालाई टक्क राम्रो खालको कपडाहरू छ क्या। यताउति जाँदा लाउनु जस्तो कपडा लिनुहोस् बट
त्यस्तो रुममा लाउने कपडाहरू धेरै बोकेर नआउनुहोस्। अझै धेरै देखाउने बाँकी छ ल। म यस्तो घुम्दैछु यताउति, यस्तो स्कर्टहरू हेर्दै क्या, मेटी हेर्दै, क्योंकि हम लगाकर जाना चाहते हैं मेडी। यो चाहिँ बच्चाको आइटम। भेटायो ल, यिनले यहाँ मेडी खोज्दैछन्। तिमी भन्दा मेडी ठुलो छ। अनि त आन्टी छोडेको छैन राम्रो मेडी। हजुर राम्रो लाग्ने मेडी क्या हो? तर नि बेचे ताने मैले, हेरेन मैले बेचे ताने। यति यस्तो प्यान्टहरू पनि छ। गाइस खतरा खतरा मेडी छ नि ब्ल्याक ब्ल्याकमै। यो झुन्डाउने कहाँबाट निकालेर बिर्सेँ मैले। एउटा आन्टीले राम्रो मेडी सोध्नु भएको छ, बट म त्यस्तै मेडी खोज्दैछु गाइस। सो बिकज आई लाइक दिस। 1 पिस पनि पाइन्छ ल यहाँ। यस्तो खालको 1 पिसहरू पनि छ यहाँ। पुरै यसरी भन्छु कि मैले धेरै सामान नलिनु भनेर। इम्पोर्टेन्ट कुराहरू त लिनु, बट त्यस्तो धेरै नै पुरै सामान बोकेर आउनु पर्दैन क्या। यो पुरा कोटहरू पनि यहाँ छ है, हरेक ठाउँमा हुन्छ यस्तो। हाम्रो नेपालमा किन जस्तो कोटे 900 मा छ। गाइस यहाँ पार्वतीले मेडी ट्राई गर्दैछन्। खतरा खालको मेडी भेटेर। महँगो सामान पनि पाइन्छ ल यहाँ। यस्तो पर्सहरू घडीहरू त 4000 5000 क्या। यतातिर चाहिँ बोइज आइटम छ। खालि केटीहरूको मात्र देखाउँछु, केटाहरूको देखाउने भन्नुहुन्छ है। यसले म केटाहरूको पनि देखाउँदैछु त। सुजहरू, टाई, जिन्स प्यान्ट, मस्त मान्छेहरू छन् क्या। बेल्टहरू, कपडाहरू सब छ गाइस। सबको लागि यो, सब केटाहरूको लागि यो। राम्रो टी सर्ट छ है, कति राम्रो टी सर्ट हो। 2300 2618 रहेको गफ फाइन सोच्नुलाई फेरि। क्युट प्यान्टहरू छ सबै बोइजहरूको लागि। अनि यतातिर सिम्पल टी सर्टहरू छ, यो घर बस्दा लाउने। अनि यो क्याप टोपी छ। यतातिर सर्टहरू पनि छ। यता प्यान्ट, क्याप टोपी, के चाहियो गाइस? मेरो बोयफ्रेन्ड भएको किनेर गिफ्ट दिन्थे, बट बोयफ्रेन्ड छैन, सो मलाई चाहिएन। सुन्यो, मेरो बोयफ्रेन्ड भएको म उनीहरूको गिफ्ट दिन्थेँ, बट छैन अनि काम लागेन। त्यही भएर म गाइस आफूको लागि हेर्दैछु क्या। के डाइलग हान्ने भएको हान्ने नि। मेरो बोयफ्रेन्ड भएको गिफ्ट हान्थेँ गाइस। अघि देखाएको केटाको कपडाहरू, बट छैन, सो त्यही भएर देखाएँ मात्रै। चप्पलहरू पनि छ ल यहाँ केटीको लागि, दामी दामी। कसैले गिफ्ट गरिदियो न मलाई गाइस। किन्ने पैसा छैन, हेर्ने मात्रै हो। कस्तो गजबको ब्याग हो हेर्ने हो। यो ब्याग भित्र त हेर यहाँ, यो ब्याग किन गाइस। खतरा ब्याग छ। जल्दी आओ गाइस। उनीहरू बिलिङ गर्दैछन् कपडाको। गाइस यिनले नि 1500 को कपडा लिएँ भनेर किनेँ कि, अनि बिलिङ गर्दाखेरि 2300 आयो अरे। अनि कहाँबाट 2300 आयो भनेर हिसाब गर्दैछन् क्या। कसरी आयो भने कपडा किन्ने सुख छैन गाइस, अनि कहाँबाट 2300 आयो भनेर हिसाब गर्दैछन्। यस्तो चिसो छ, म त जाउँ न मेन्टी सेन्टी तातो कपडा लाग्दैन, ज्याकेट लाग्दैन। यो मर्नु छैन मलाई गाइस यस्तो जाडोमा।
चिसो छ क्या चिसो चिसो भागो भागो गाइस के साह्रो कुदे हो पैसा धेरै तिरेर गाह्रो भएको छ गाइस मेरो मलाई ठग्यो सेकेन्ड स्टोर त ठग्यो नजानु अब दुआयो मलाई दुआयो 3टा कपडाको 23 ठिकै हो तर पैसा सस्तो पर्दै राम्रो राम्रो कपडाहरू थियो देखिहाल्नु भयो त्यसैले भन्दैछु म यति हजुरहरू जापान आउँदिनुहुन्छ भने यस्तो घर बस्दा लाउने कपडाहरू धेरै बोकेर नआउनुहोस् यहाँ आएर पनि किन्न पाइन्छ अनि यताबाट गाडी आएछ फेरि भाग्छ नि भन्छ त गाडी झन् म उडाइदिन्छु लाग्यो गाइज भन न म उडाइदिन्छु अनि अगाडि चुला अनि के कपडा किनको लाज जानु पर्छ जाडो इसार जाने हो जाडो र मर्थ्यो त के भन्दै थिएँ म बिर्सेँ क्या जापान आउँदिनुहुन्छ भने त्यस्तो धेरै कपडा नलिनुहोस् सेकेन्ड ह्यान्ड स्टोरमा पाइन्छ हात दुख्यो भन्दा भन्दै अनि यस्तो कतै ठाउँ जाँदा जस्तो राम्रो राम्रो कपडा भयो त लिनुहोस् त्यस्तो सबै कपडा बोके आउनु पर्दैन सबै कुरा पाइन्छ भाँडाकुँडा पनि कुकर चाहिँ लिएर आउनुहोस् है यहाँ कुकर पाइँदैन अनि अरू त थाल गिलासहरू त पाइन्छ यहाँ केनमा 100 रुपियाँमा पाइन्छ राम्रो राम्रो त्यस्तै हो गाइज अरू त के भन्नु हात दुख्यो मोबाइल सोध्दा सोध्दै कपडा किनेर यिनी मक्कै एकछिन आज त्यो लाइट खुलेछ भाग लाइट खुलेछ गाइस त्यहाँ लाइट भागो भागो जाडो हुन्न किन ए भाग्यो गाइज फाइनल्ली अब फाइनल्ली हाम्रो एरियामा पुग्न थालिसक्यौँ हामी हाम्रो घर त देखिहाल्नु भएको छ हजुरले गाइज मेरो स्कुटी कुन देखाम कुन ठाउँमा छ कुन देखाम अरे क्या के हो यो त ऊ ब्याग के भन्छ अरे क्रस फायर जस्तो त क्रस फायर क्रस फायर नै हो गाइज जस्तो छैन क्रस फायर नै हो माई ड्रिम बाइक हो गाइज जमानाको नेपाल छँदाखेरिको बट आजकल यस्तो बाइक साइकको कुरा बिर्सेर मात्रै हो मैले नेपाल छँदा साँच्ची बाइक चलाउँथेँ यस्तो भन्दाखेरि गफ लाग्ला बट ऊ हेर्नुहोस् मैले बनाएको फर्स्ट सेकेन्ड भ्लग हेर्नुहोस् लास्टमा गएर त्यसमा म बाइक चलाएको छु क्या म अनि मेरो भाइ हामी बाइक चलाउँदै भ्लग बनाएको छौँ त्यसमा सेकेन्ड भ्लगमा त्यति बेला नि ड्रिम बाइक थियो त्यो क्रस फायर बट अहिले जापान आएपछि गाई साइकल पेल्दै हरायो बाइक साइकलको चाहना गयो अब त मलाई यस्तो 1-2 पाइला फेरि के भन्छ हान्दाखेरि टाढासम्म कुद्ने खालको साइकल भयो भने सजिलो हुन्थ्यो जस्तो लाग्छ के गर्नु बाइक किन्ने औकात छैन गाइज स्कुटी पनि टाढीको कुरा भयो तर केही छैन छिट्टीमा कार किन्छु देखाइहाल्ने मैले मेरो कार जाडो छ गाइज तोतेमो सामोई देश यो मेरो कर्नजीको उमी सो अब चाहिँ हामी रुम जान लाग्यो आजको लागि भ्लग यति नै बाई बाई हजुरहरूलाई मेन चाहिँ मैले सेकेन्ड ह्यान्ड स्टोर देखाउनको लागि आज भ्लग बनाएको अबको नेक्स्ट भिडियोमा भेटौँला अनि एउटा खुसीको कुरा छ ल म भिडियोमा ब्याक भएको अब मैले नि सकेसम्म एक दिन बिताउँदै भिडियो हाल्दै गर्ने ट्राई गर्छु ल अस्ति नैको जस्तै फेरि बिचमा म रोकेको थिएँ बट अब लगातार काम भएर अब फेरि गएको खुल्छ काम फेरि 2 दिन बिताउँदै त्यस्तै तरिकाले हुन्छ अब फेरि म यस्तो लगातारकै एक दिन छोड्दै भ्लग हाल्दै गर्छु त्यही छ सकेसम्म सो आजको लागि यति नै भ्लग हेर्दै गर्नु होला भ्लग हेरेर नबिर्सिनु होला बाई बाई सायोनारा नेक्स्ट भिडियो भेटौँ न गाइज बाई बाई टाटा